ऊ चाहिँ एकदम केयरिङ, एकदम ह्यान्डसम, सबैलाई मनपर्ने खालको होइन, सबैले हेर्दाखेरि कति राम्रो मान्छे भन्ने। अनि त्यसपछि एकदम एक्सप्रेसिभ, मलाई कस्तो मनपर्छ भन्ने कुरा बुझेर मलाई त्यस्तो गर्ने खालको, त्यो कारणले चाहिँ एकदम खुसी लाग्छ। मेरो छोरी धेरै प्रतिभाशाली छ, भेरी ट्यालेन्ट छ। आइएम सरी है, अलिकति मलाई गाह्रो भयो। र उनीहरूको भविष्य एकदमै राम्रो हुन्छ, अझ उज्जवल भविष्यको कामना गर्दछु। र उनीहरू यो दुनियाँमा सबैभन्दा राम्रा मान्छेहरूभित्र पर्छन् र त्यो पर्न सकुन् भन्ने शुभकामना गर्दछु। कस्तो लाग्यो भने छोरीको बिहा खुसी पनि लागेर छोरी एउटा दाम्पत्य जीवनमा होइन, वैवाहिक जीवनमा गाँसिँदैछ। अनि दुःख पनि लाग्छ, छोरी अब टाढा हुँदैछ, आफ्नो मुटुको टुक्रा झिकेर कसैलाई दिन परिरहेको छ, गाह्रो भएछ। एकदम कङ्ग्रेचुलेटवाला भाइ भाइलाई सबैलाई देखेर ब्लेस्ड फिल हुन्छ कि उसले यस्तो राम्रो मान्छेसँग पाकी छे, ऊ यसरी सफल भएकी छे आफ्नो प्रेममा भनेर। तर अफसोस अब दिदी त हो, अब कता कतै मनमा चिसोपन पनि छ। अब सँगै बसेको सँगै हुर्केको मान्छे अब मलाई छोडेर कतै टाढा जाँदैछ। अब पहिला जस्तो नजिकपन अलिकति कम हुन्छ कि, पहिला जस्तो भेट हुँदैन कि, पहिला जस्तो अब अलि टाढा हुन्छ कि भन्ने डर त अब मनमा छँदैछ। रमाइलो पनि लागिरहेछ, दुःख पनि लागिरहेछ। दुःख बहिनी जाँदैछ, त्यही भएर। मेरो साथीको लागि अब साथीले आफूले जे खोजेको थियो त्यही पाइहालेको छ। अनि अबको लाइफ पनि एकदम राम्रोसँग बितोस्, ह्याप्पी होस्, उनीहरूले जे चिताएको छ त्यही पुगोस्। म्यारिड लाइफको लागि मेनी 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 कङ्ग्रेचुलेसन एन्ड विस यु भेरी भेरी ह्याप्पी कन्जुगल लाइफ। सोचे भन्दा पनि एकदम राम्रो बनाएर फलदायी रहोस् उनीहरूको जीवन। सो ह्याप्पी म्यारिड लाइफ। I'm very very happy that I'm marrying the love of my life. आज तिम्रो मायामा पक्लिरहन्छु म, आज बढिरहोस् तिम्रो मेरो सम्बन्ध। नशा नशामा बग्छ तिम्रो माया, जुनीभरि हाम्रो कथा सधैँभरि तिमी
तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि तिमी र म सधैँभरि माया र सधैँभरि जुनीभरिको साथी तिमी समर्पण यो हृदय तिमीलाई झुक्छु यो माया अघि उड्छु चाहनामा सधैँ आँखामा के देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ माया मेरो आँखामा के देख्छु तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ माया सधैँभरि
हाल्नु है देवता पाद पछाल्ने विनियोग ल प्याप्प आफ्नो खुट्टामा छोडिदिने नानी सुन्नु भयो पाउमा छोडिदिनु के त्यो कुस र जललाई यहाँ छोडिदिनु त खुट्टामा गरुलाई हजुर हरि ओम महाभद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदन्तु रक्षन्तु त्वां सदा देवा आशित सन्तु सर्वदा ओम स्वस्ति न इन्द्र वीर्यसर्वा स्वस्ति न पूषा विश्ववेदा स्वस्ति बृहस्पतिर्दधातु बृहदस्वा यसो बुवालाई लैहाल्नु ल बुवालाई कुर्चिया बसाल्नु रुदिन नानी ठिक हुन्छ हरि ओम विराजो दोष विराजो मस्य मयि पाते विराट आशित सन्तु सर्वदा हरि ओम विराजो दोष विरह काधेनु त्यहाँ रुमाल छ मही पाध्यै विराजो काधेनु कस्यको बस काधेनु कस्य दोहक कस्य धेनु जल हादा छोरी पाध्यै विराजो बस्य काधेनु कस्य दोहक कस्य धेनु कस्य किन्न कस्य दोहक कस्यको बस्य काधेनु कस्य दोहक कस्य धेनु कस्य किन्नं कस्य दोहक मस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदन्तु रक्षतु सर्वदा हरि ओम विराजो दोषि पदम हरि ओम विराजो दोषि विराजो हरे ओम साधु भगवान माइक्रोफोन लगा यस्तो घुम्थ्यो के हरे
टिस्यु पेपर बिराजो दोहसी बिराजो दोहा मसीमय पाध्ये बिराजो दोहा काधे कस्य धेनुको कस्य किन्यम कस्य कन्यादान यहीँ गरायो पछि फुपू दिदीहरू माउली माउली भजो दोहसी बिराजो दोह मसी बिराजो हरि ओम बिराजो छोरीबाट जलेको देवता यजुहु पाद पछाल्ने विनियोग ओन्त्रार्था सफला सन्तो पुरा सन्तो मनोरथा कामदेस्तवः सर्वमङ्गल माङ्गल्ये शिवे यजु पाद पछाल्ने विनियोग ओम विराजो दोष भद्रमस्तु शिवम कास्तु मालक्ष्मीपदां सदा देवा हरि ओम काधेनु बसको बसका उहाँको बुवासँग जानु पर्यो डायरीलाई यहाँ राख्नु त सहिलो हुन्छ हो टिका त्यहाँ डायरी हरे ओम काधेनु कसुगा जिजुबा यहाँ हो नि त आत्रे भारी वस्त्र उत्तरीय लगाउनु पर्ने
सुन्दै हो अब जीवन नै नजिउने हो तिम्रो नाम पछिको नाम मैले नै दिने हो तिम्रो जीवनमा रङ भरिदिने जिम्मा मैले नै लिने हो तिम्रो रेट्यो मनको तार बज्यो दुन्यो बारम्बार सातौँ जन्म मेरै हुनु है तिमीलाई खबरदार म त तिमीमै भुतुका बस्थ्यौ मनमै सुटुका तिमी मेरै हुनु पर्छ पुरा हुन जीवनको अर्थ प्रिया 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 रङ्गमायाको खोली मायामा सातै रङ्ग खोली माया यसरी नै हुँदो रहेछ बोल्दैन बोली रङ्गमायाको खोली मायामा सातै रङ्ग खोली माया यसरी नै हुँदो रहेछ बोल्दैन बोली बरासो विष्णु रूपेण प्रियमादपि विद्यारम्भविराजते पर्वते सबैले विष्णु विष्णु भन्नु विष्णु विष्णु तिम्रै हात समाई कठाउन चाहन्छु रायाम शुभ पुण्य तिथौ यथा यथा युगबार अद्देह भारद्वाज गोत्रोत्पन्न नारायण दत्त लिन्छु म बरै के थाहा तिमीलाई कति छौ मेरो लागि खास तिमीलाई टाढा बनाउने सबैको होस् सत्यानाश लाल नाम सर्वण पौत्रीम एक नारायण नाम सर्वण पौत्रीम कृष्ण प्रसाद नाम सर्वण पुत्रीम केशकुमारी नाम्नी कन्यार्धम हरि ओम तत्सतः दिनु हाम्रो लक्ष्मी जस्ती छोरीलाई राम्रोसँग पाल्नु होला भनेर हाल्नु ज्वाइँलाई दिनु अरे रङ्गमायाको खोली मायामा सातै रङ्ग खोली माया यसरी नै हुँदो रहेछ बोल्दैन बोली रङ्गमायाको खोली मायामा सातै रङ्ग खोली माया यसरी नै हुँदो रहेछ बोल्दैन बोली अब सुन्नु त यता सुन्नु हजुर बुझाउने मान्छे हो अब उहाँहरूलाई खाना खुवाउनु 6:15 बजे जोग्गीमा लिएर आउनु है त कपडा फेराएर खाना खुवाएर ल
सुहाउँछ गाजल टिकी लाउनु माया साह्रै सुहाउँछ छड्के किस गर्नु माया मनै लोभ्याउँछ हो गाजल टिकी लाउनु माया साह्रै सुहाउँछ गाजल टिकी लाउनु माया साह्रै सुहाउँछ छड्के किसो गर्नु माया मनै लोभ्याउँछ नजर नलागोस् कसैको मेरो मायालाई यो जुनी काटिदिउँला हेरी तिमीलाई यो जुनी मात्रको के कुरा सयौँ तिमीलाई हो शिरमा सिन्दुर सजाउनु हल्का लजाउँदै सुन त इसाराले बोलाउनु आँखा झुकाउँदै सधैँभरि तिम्रै वरिपरि रही काटोस् मेरो जीवन तिमीलाई हेरी तिम्रो कुरा गरी थामिँदैन यो मन नजर नलागोस् कसैको मेरो मायालाई यो जुनी काटिदिउँला हेरी तिमीलाई यो जुनी मात्रको के कुरा सयौँ तिमीलाई हो कन्या तयार गर्नु मनी चाहियो कन्यालाई के अहिले सालीतिर घट्छ है फेरि ल अब हातमा ओटी भएको यो औँलामा लिनु त दुईजनाले जो नानी दुईजनाले ल अब तपाईँले उता खुवाइदिनु उता खुवाइदिनु ल ल हात धोइदिनु ह्यान्ड वास गराउनु तपाईँले नि गराउनु दिनु त्यो कटौराले ढाकिदिनु है ल अब त्यो उहाँ हातमा दिनु उहाँलाई ल ल अब तपाईँहरू 5 त मैले किन भनेको भने अघि कृतेशले त्यहाँ भाउजूलाई 5000 दिइसक्यो त्यो 5000 घटाएर सुन्नेमै जुत्ता लिएर जाने भनेको खास त्यही पनि सालीलाई माया लाएर 5000 दिने भनेर अझै मर्दो हो यस्तो त भिनाजु सफ्टवेयर इन्जिनियर हो भनेर नि भएन यस्तो त पार 5000 दिनु रे के हुनु त सब भिनाजुको तलब 1 लाख छैन त कसरी दिनु भन्ने कुरो नि इन्जिनियर उहाँ बिहा गरेर बसेछ हो त नि पास गरेर केही नि गर्दैन 1 लाख एकैचोटि 1 लाख दिए पनि यही ढल्छ 1 लाख यो यसै नि ढल्छ ल यिनीहरूले पापा भने 10 मा फुल एन्ड फाइनल गरिदिने 10 बढी 10 बढी भयो 5 के 5 लिएको भनिरहेछु तपाईँ 10 भएन 5 के 5 मात्र लिएर कति धेरै लेख्नु यार 10 हैन 5 मात्र लिएर 5 मात्र लिएर हिजो डिल भएन 5 मा कति भिनाजु हिजो डिल भएको छैन 5 मा अनि मेरो भिनाजुले के भन्नु होला पाँच गरेर फाल्दै त मेरो भिनाजु मलाई चाहियो त्यति माग हामीलाई चाहिँ के सुन हामीलाई चाहिँ के भन्नु छ नि
जति मागे नि 5000 दियो दिदी मेरो सपोर्टमा आइसक्नु भयो भिनाजुले यिनलाई जति मागे त्यति दिने भन्नुभयो हाम्रो त 5 मात्रै भन्नु तर यिनको भिनाजुको पैसा कृतेश हामीले दिन लाउँछन् प्रब्लम के हो के 18 गते कृतेश आउँछ जति भन्छ त्यति दिन्छ अहिले 5 मा अहिले 5 मा एउटा कुरा भन्छु के अब त्यो के आज सुन न एकछिन मेरो भिनाजुलाई खाली उठा पठाउने तिमीले भिनाजुलाई खाली उठा पठाउन सुहाउँछ सालीलाई खाली हात पठाउने तपाईले 5000 दिने कुरो गरिरहेको हो हामीले तिमीले त खाली उठा पो मैले तपाईहरुलाई दिदी पनि दिदा पनि 95,000 दिनु सुलाई हो एकतिरबाट त फाइदा दिनु आज बाँड्न पर्छ उनीले तपाईलाई फाइदा एउटा त मेरो तिमीलाई मेकअप 5000 मा मेकअप सेकअप सबै आउँछ 5000 मेकअपको सबै सामान आउँछ 5000 मा त मेरो स्किन केयर आउँदैन दाइ कहाँबाट हुन्छ सेटा फिल आउँछ हैन भन्दै तँलाई थाहा होला भन्छ दिदी त दोगला गर्नुहुन्छ रहेछ भन मैले 1 लाख तिम्रो मेरो पुरा जामुनको भाइ हामी 3500 दिनुपर्छ सुनालीबाट ल्याउनु आछि त यहाँ किन्नु हैन दुलीखेलमा महँगो छ यस्तो महँगो डोल्टो कुरा नि हैन दर्शक दुलीखेलमा त 5000 मागेर उता गएर 2500 के 2500 किनेर ल्याउने पार्टी चेन्ज गर्ने बिहान 5 बजे हिँडेर अहिले यति 1 लाख तिर भन्ने तपाईँ कस्तो हुन्छ गिल ट्रिप भयो नि 1 लाखको गिल ट्रिप होस् त हैन गाउँको गिल ट्रिप किन हुने 50-50 मेरो छ क्या यतातिर त्यसले लायो आमा मैले 1 लाख मागेछु होस् न त्यहाँ मैले 5000 पाएँ भएन कि अलिकति 5000 नि अलिक धेरै भएछ 55 लक्ष्य गरौँ त ल हामीले कहाँ 500 मै हाले त नि के पहिला देखा यो अघिको हो ल 1000 मान्यो मेरो भाइ हो म त यसको जति नि अहिले भाइ मेरो यो त मेरो भाइ हो अहिले मेरो छोरो अहिले मेरो छोरो अहिले जुत्ता देखे छैन हामी त पैसा दिए नि पैसा दिए नि हामीले अहिले ल कुरा छैन सिधा कुरा गर्छु हेर्नु मलाई पनि अहिले यो भन्दा इम्पोर्टेन्ट मेरो दिदीको बिहे छ हैन त्यही गरौँ के रमाइलो गरौँ हैन यो कुरा साँच्चै भन्नु बिहा छ हैन नरमाइलो नबनाम 5 मा फिक्स गरौँ के तिमी नि खुसी हामी नि खुसी यहाँ भिनाजुहरू यत्रो छन् भिनाजुलाई दुखी बनाएर बढाउनु तिमीले अति नै हो 5000 मा कति 1 लाख 5000 ल कति लास्ट प्राइस कति हो लास्ट प्राइस कति 5000 भइसक्यो मैले 1 भनेको है मैले 1 भनेको लास्ट प्राइस छ तपाईहरुलाई लास्ट 5.5 मा झर्नु छ भने म 50 सम्म जान्छु त्यहाँ भन्दा तल म झर्दिन कतिभन्दा तलले 50 रुपैयाँ 50 अरे 50 तपाईहरुलाई म्याथ सबै पढाउनु पर्ने रहेछ नि साह्रै म्याथ अब जिन्दगी म्याथ नभएर त्यस्तै हामीले त 50 भन्छ 50 बुझ्या 50 अब हामी पनि थोरै बढ्नु हेर्नु हो मैले सिधा सबैलाई राम्रो हैन भिनाजु 50 मा डिल भइसक्यो हैन हाम्रो 5000 दिन्छ पनि नभनेको 50 मा डिल भयो भिनाजु अहिले त्यहाँ 50 को नोट अनि खुजुरा रहेछ भने ल्याएको छ र जिकिहालौँ त 50 रुपैयाँ ए तल त मेरो 300 नि दिनु भएको तिमीलाई 1000 रुपैयाँ बढाइदियौँ के ल त्यही त नि के हैन 1000 मा त फेरि फोन केस पनि आउन के हेर तिमीलाई हैन सुन ल्याउ त झिकेर 5000 भइहाल्यो कति भनेको र सालीहरुलाई के गर्छ प्लिज भिनाजुहरु सिजन कति कचकच भयो 10000 दिनु लाने 50000 मात्रै हैन 10 है त्यति हो 10 ल्याउ न झिकेर के कति भएर हैन कृतेश दाइ यहाँ सुन न अब कृतेश दाइको एटीएम छुटेर जान्छ जे गर्नु सुन न मैले आज अञ्जली दिदी हैन जस्तो एड गरिस आउलास मामा घर हो यसलाई घोडा खोलामै पुरै हालमा हुने ओए अब त शीतल लड्को फोटो राखेर परमेशजीले ढाल्दै आज गएर यही बस्नु आज जल्दी हराइयो सुन न
अरूलाई छोड होइन, अरूलाई छोड होइन, 1000 बढे तिमीलाई साथीहरूलाई पार्टी दिनु रमाइलो हुन्छ। 6000 ल्याएर सगुन हो, सगुन 5000 मा मेरो स्किन केयर त आउँदैन। 6000 त्यही भएर त 1000 बढ्यो, त्यही भएर त 1000 बढ्यो। अब 6000 मा एउटा के टोनर मात्र किन्नु, म काम मेरो हो, म लुट्छु। अहिलेको कुरा गरौँ। सिन्दुर नि हालिसक्यो, लेभरेज हामीसँग छ। बिरामीलाई खाली 6000 रुपियाँ दिन्छौँ। फिक्स भइसक्यो। त्यो लेभरेज हामीसँग छ, हामी 6000 रुपियाँ दिन्छौँ। यस्तो कुरामा फेरि मसँग बढ्यो नि, फेरि यहाँ फेमिनिस्ट र म त फेरि यस्तो कुरामा लेभरेज कुरा होइन, म सिधै मुद्दाको कुरा, पैसाको कुरा, त्योभन्दा बाहेक होइन। त्यही त तिम्रो भिनाजुलाई दुखी बनाएर पठाउँछ तिमीले आज बिहाको दिन पनि। बहिनीलाई दुखी बनाएर पठाउने। 6000 ठिकै हो। 6000 ठिक हो क्या, 6000 फिक्स। अति भोके त्यो त अति नै अब हजुर प्लिज के मैले 1 लाख भन्छ सहमतिमा, मैले 50 भन्दैकी छु। 50,000 भन्दा म तल घट्नेवाला छैन। लु अब म त ह्यान्ड फोल्ड गरेर खुसी। मान्छे त्यो एउटा जुत्ताको 1 पिसको 25,000। सुन साली नानी सुन एउटा जुत्ताको तिमीले 25,000 लिन्छ, त्यो त अब 500 को जुत्तालाई कहाँ हुन्छ, मलाई होलसेलमा 150 को जुत्ता अरे हेर न, 150 को जुत्तालाई 50,000 त धेरै भएन। सालीलाई जुत्ताको पैसा दिएर जाने हो, जुत्ताको रुपियाँ 150 दिएर जाने हाम्रो सालीलाई बिनाजुले। जुत्ता दियो नि त हामीलाई। 1500 हो, 150 × 10 1500 हो। 10 गुणा भन्दा कति नि हो? 10 गुणा फेरि हामीले 10 गुणा मिल्दैन है काजी 50 मा टिकै मिल्दैन दाइ। सन्देश दाइ दाइले हालिदिनु नि त। दाइ हजुर क्लियर गर्नु। बहिनीलाई किड्नी त दिनु त जाबो 50,000। सन्देश दाइले बिगार्नु अघि नि आएर कुरो टुङ्ग्यो क्या। 5000 कि त्यसले दिन्छ, 45,000 सन्तोष दाइले दिन्छ। सुन यस्तो गर सुन साली नानी 45,000 सन्तोष दाइले दिनुहुन्छ होइन, 5000 हामी दिएर जान्छौँ, 45,000 सन्तोष दाइले। 50,000 भयो ल। मलाई यस्तो हेर्नु, त्यो जबसम्म कन गनेर मेरो हात अगाडि 50,000 आउँदैन, तबसम्म तपाईँको हात अगाडि जुत्ता पनि आउँदैन। अनि 1 लाखपछि 50 झरिहाल्यो। अब 5,000 को कुरा गर्दैन, आफै सोच्नु न। कहाँ मेरो स्टाइल 5,000 बोक्नु, 1 लाख जन्तीको जबर छैन नि होइन सबैलाई हराउनु लाग्छ यार। तपाईँ छ नि यो छोड्नु झन् बेरोजगारी नै हो। हामीले 12 पास गरेको छैन, के भन्ने अब। हामी कमाइ धमाइ छैन, 5,000 दिएछौँ ल हेर। जागिर लगाइदियो, जागिरको पहिलो महिनाको त किनेर ठिकै हो। अब छोडिदिउँ है, म सिधा कुरा भनिदिन्छु होइन। पैसा दाज्ने कुरा केही पनि होइन होइन। पहिला मेरो लागि ठुलो दिदी नै हो होइन। यस्तो पैसा मेरो लागि ट्रेडिसन हो, म मान्छु होइन। यसले त सिधै 10,000 भन्छ यार। मिटिङ कमिटीबाट तिमी बाहिर ठिकै छ, रियालिटी 10,000 मा कुरा गरौँ। 10 गरौँ कि। अब यत्रो बेर भइसक्यो, 8 बजिसक्यो हेर। हामीलाई जान ढिलो हुन्छ। म अब ठुलो कुरा पैसा नभए नि मेरो लास्ट चाहिँ 50 बसेर 10% चाहिँ त्यसले दिनुपर्ने थियो के थाहा मैले यो त जन्दी हो के। 10% मा म जान्छु जस्तो लाग्यो हजुरलाई। यता बरु बढी पाउँछ होइन, 10% मा जान्छु जस्तो लाग्यो तिमी। यता बढी पाउँछ। 10,000 ठिकै हो कि? 10,000 फिक्स हो क्या। ठिकै हो। हामीले मिलाइसक्यो कि ऊ मानिसक्यो 5 10 15 20 मेरै बेमा 8 वर्ष अगाडि अस्ति भर्खरी दिदीको बिहामा 5,000 अहिले मन्दी छ नि दादा, मन्दी छ अहिले।
सुन्नु न सुन्नु अस्ति भर्खर दिदीको बिहामा हामी 5,000 माग्यो 5,000 त्यही सब्जेक्टिभ हो कि यो कुरा तपाईँ सब्जेक्टिभ कुरा किन गर्दै हुनुहुन्छ अब्जेक्टिभमा अब्जेक्टिभ कुरा ल है त अब्जेक्टिभ कुरा है अघि सुन न अघि मान्दिनँ 10,000 अति हो म त यता सुन न 5-5 किलो सबैको लागि हो क्या पनि छैन हैन अब तपाईँहरूको लागि त अलिक कमै होला नि त मलाई भन्दाखेरि त हैन तपाईँहरूले लिएर जाने हो तपाईँहरूलाई खुसियाली छ मलाई मेरो दिदीलाई हेरेर जानु छ हैन त्यही भएर यो सबै कुरामा डिस्कसन मलाई धेरै गर्न पनि छैन त्यही भएर 10 त एकदमै थोरै हो के तर मैले तपाईँहरूले मैले मान्ने रेट भनेको भए म मान्दिन्थे तर 10 एकदमै धेरै दिए 15,000 दिए भने 50 नदिए म नि उठ्ने ल उठे म नि सुन न उठेर गयो भने दाइ खाली उठेर जान्छ भिनाजुलाई खाली उठेर पठाउनु भयो खाली हात पठाउनु भयो 10,000 दिन्छौँ के 10,000 खाली खुट्टा गएर देखाउनु ल हुँदैन यिनीहरूले 5,000 मा जुत्ती ल्याइदिन्छ दाइले लैदा म अगाडि आइदिन्छु बोकेरै लाने हो दाइले हैन बोकेरै लाने हो भने तेरो दाइलाई बोकेरै लाने हो सक्यो हेर त्यहाँसम्म सुन न त लास्ट दिन अनि दाइले कति भनेछ भने क्रिटेशलाई कति 15 मा तैँले बढाइदिए नि त 20 मैले कति दिन सुन न एउटा कुरा जताबाट पनि हजुरहरूलाई फाइदा मेरो दिदीलाई जाने हजुरहरूलाई फाइदा मैले भनेको पैसा नदिने हजुरहरूलाई फाइदा मलाई त सबै किन घाटा सिन्दुर हालेपछि लुट्न सुरु हो के हजुर कता सानो सानीलाई 6 बजी छिर्छ यार यसो हल्का यस्तो माइनसमा जानुपर्छ अहिले 50,000 पनि 10,000 भन्दा मानेर 5,000 मैले अघि भनिसकेँ कि यहाँ के भयो त्यो ठुलै चिज अब त मामा भन्ने प्रदूषण नभइसक्यो हल्का हल्का यसो
हामी मिलाउँछौँ यस्तो भयो कि हेर न कति माया लाग्दो छ खाली उता पठाउनु भएन हाम्रो दाइले त्यही हो त 20,000 एउटा धुन गएर 5,000 टिकटकमा यहाँबाट खाली गरिदिनु भाइ यो त यहाँ दिदीको पहाडी बस्छ क्या लगाइदियो होइन त्यस्तो नउठेर बिजनेस डिल ल भेट्न ल यताबाट एक हात से लेना एक हात से देना ए नानी कीर्ति भाइ Thank you so much, guys. Thank you. चलना सिखाया था ना दहलीज ऊंची पार करा दे बाबा मैं तेरी मलिका टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा दे मुड़ के ना देखो दिलबरो दिलबरो मुड़ के ना देखो दिलबरो
उड़ती नहीं है, बेटियां जो ब्याही जाए उड़ती नहीं है। ऐसी विदाई हो तो, लंबी जुदाई हो तो, दहलीज़ दर्द की भी पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज़ पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, दिलबरो। एकदम खुसी टाइपको सानो कुरामा पनि खुसी भइहाल्ने। यो वेडिङ चाहिँ एकदम कस्तो अनरियल अनि एकदम क्विक भएको भएर त्यो एकदम रोकेर कस्तो रियलाइज गर्न पनि नमिलेको जस्तो भइरहेको छ एकदम। बट समथिङ वी अलवेज ड्रिम्ड अफ, अनि हामीले कति धेरै माया मान्नुहुन्थ्यो, सबैजनाले एकदम वेट गरिरहेको चिज अहिले आयो। बट हल्का रसमा भइरहेको छ, तर एकदम खुसी लागिरहेको छ। इट्स द बिगेस्ट इभेन्ट अफ माई लाइफ अनि एकदम खुसी छु। फाइनली दिन आयो एन्ड हियर वी आर सो फार स्टार्टिङ अ न्यू जर्नी। मैं भी तारियां तो सजी डोली बहके आई जग में भुला के मैं तो तेरी। उसको लागि अब सधैँ यस्तै माया गरेर राख्छु। यो त बस सुरुवात हो, हेर्दै जाऊ कति माया आउँदै जान्छ। सधैँ तिमी यस्तै सधैँ खुसी रहनु, सधैँ माया यस्तै रहोस्, सधैँ त्यही हाँसो, सधैँ त्यही मुस्कान। त्यो भयो भने त जिन्दगी कटिहाल्छ। जिंदड़ी तेरे नाल दूर चलिया दिन सगना वाला पार कर चलिया मदानिया। हो गई है मेरी तू, तुझे संभाल लूं, तू भी हाथ मेरा बस थामे रखना। बन जोगी तेरे नाल तुर चलिया, मैं भी तां तेरे नाल तुर चलिया।